अब हामी लजिकै इक्जाम्पल हेर्छौँ है। लजिकै इक्जाम्पलमा पहिलो हेरौँ त, अल ह्युमेन्स आर मोरल। सबै मानव के हुन्छ? नैतिकवान हुन्छ। सोक्रेट्स पनि के हो? एउटा मानव हो। सबै मानव मोरल हुन्छ भने, सबै मानव नैतिकवान हुन्छ भने सोक्रेट्स एउटा मानव हो भने ऊ के हुन्छ भने ऊ पनि मोरल हुन्छ। जस्तै यो एउटा हो भयो, यो सबै मान्छे छन्, यो सबै मानिसहरू भने सबै के हुन्छ? नैतिकवान छन् है, सबै नैतिकवान छन् भने यो एउटा यहाँ यो सोक्रेट्स पनि छ एउटा, यो के हुन्छ? मोरल नै हुन्छ, यो मोरल नै हुन्छ भने यो भ्यालिड छ। अर्को चाहिँ यक्स इज इभेन नम्बर, यो हामी हेरिसक्यौँ। यक्स इभेन नम्बर हो भने यक्स इज डिभिजिबल बाई 2, यो ठिक छ, यो पनि ठिक छ, यो पनि ठिक छ। अनि अर्को यक्स बराबर 8, यो चाहिँ इभेन नम्बर हो है। यक्स बराबर 8 भनेको यो इभेन नम्बर हुने बित्तिकै भाग जान्छ कि हामी सोच्नै परेन भने यो पनि के हुन्छ? डिफाइन्ड रुलमा छ। अर्को चाहिँ के भनेछ भने यहाँ हेर्नु त, सबै क्याट्सको पुच्छर हुन्छ भनेछ। अल क्याट्स ह्याभ टेल्स। सबै क्याट्सको पुच्छर हुन्छ र मेरो कुकुरको पनि पुच्छर छ। अब सबै क्याट्सको पुच्छर हुन्छ भने सबै क्याट्स, जुनसुकै क्याट्स भए पनि त्यसको पुच्छर हुन्छ। तर पुच्छर हुँदैन त्यो क्याट्स नै हुन्छ भन्ने छैन क्या। यहाँ के भनेछ भने अब माई डग ह्याज टेल्स, मेरो कुकुरको पनि पुच्छर छ भने मेरो कुकुर चाहिँ बिरालो हो। यो कुनै लजिक बन्यो त? बनेन क्या। तर यो दुइटै स्टेटमेन्ट चाहिँ सही छ क्या, तर कन्क्लुजन रङ भयो। किन? यही चाहिँ हामी गर्छौँ क्या। यसको जुन स्टडी गरेर हामी कन्क्लुजन निकाल्छौँ र कन्क्लुजनको हेर्छौँ के कन्क्लुजन भ्यालिड छ कि नै। भ्यालिड छैन भने भ्यालिड कसरी बनाउन सक्छौँ? हो, यदि हामी बनाउन सकिरहेको छैनौँ, यदि नेताहरू त्यही गर्नुहुन्छ कि यदि उहाँको कन्क्लुजन भ्यालिड भइरहेको छैन भने उहाँहरू भ्यालिड बनाउनेतिर लानुहुन्छ कि कुराले। अनि तपाईँहरू कुरामा अल्झिनुहुन्छ, कुरामा यो अल्झाएर वर्ष बिताउँछन् हो। अब यहाँ के भयो भने यो इनकरेक्ट भयो कि इनकरेक्ट भयो, किनभने कन्क्लुजन डज नट लजिकली फ्लो द पर्मिसेस। यो जुन कन्क्लुजन छ यो प्रेमिसेसलाई फ्लो गरेन क्या। किनभने यो एउटा क्याटको ग्रुप भयो, यो सबै क्याट्सको के हुन्छ भने यो क्याटको पुच्छर हुन्छ। अब के भनेछ भने यो सबै क्याटको त पुच्छर छ, तर मेरो कुकुर छ, डग छ, यसको पनि के छ? पुच्छर छ भने यो कुकुर र ऊ हुन्छ? हुँदैन नि बाबा। ल अर्को हेरौँ न, यक्स इज इभेन नम्बर देन एक्स इज डिभिजिबल बाई 2, यक्स बराबर 9 विच इज अड। यो पनि सही छ, यो पनि के छ? ट्रु छ, यो पनि ट्रु छ, बट कन्क्लुजन इज रङ। किन? 9 इज डिभिजिबल बाई 2, यो कुनै लजिक बन्यो त? यो के भन्छ? इभेन नम्बर भयो भने 2ले डिभाइड जान्छ, तर यहाँ त अड नम्बर छ भने यो डिभाइड जान्छ त? 2ले जाँदैन। अब अर्को चाहिँ के हुन्छ भने यहाँ यदि यक्स बराबर 9 विच इज इभेन भनिदिएको भए इभेन देन 9 इज डिभिजिबल बाई 2, यो भनिदिए पनि यो रङ हुन्थ्यो क्या, यो पनि रङ हुन्थ्यो कन्क्लुजन। किन त भन्ने यो स्टेटमेन्ट त ट्रु छ, यो स्टेटमेन्ट चाहिँ फल्स छ क्या। अब कन्क्लुजन चाहिँ के भयो भने फल्स नै दिन्छ। अब फल्स भयो भने यो भयो भने अर्को चाहिँ हामी यहाँ के दिन सक्छौँ भने 8
इज डिभिजिबल बाई 2 भने यो चाहिँ के भयो ट्रु हुन जान्छ क्या यो ट्रु यो चाहिँ फल्स भयो भने यो तीनटै कनेक्सनै भएन क्या भने यो पनि इन्भ्यालिड भयो तालमेलै मिलेन भने क्या यति बुझ्नुभयो होला नि है ल धन्यवाद आजको लागि यति नै हो भोलि हामी फेरि नयाँ विषयवस्तु लिएर आउने नै छौँ र भोलिको विषयवस्तुमा हामी के पढ्नेछ भने स्टेटमेन्ट है आज हामी लोजिक मात्रै बुझ्यौँ र भोलि हामी चाहिँ के बुझ्छौँ भने स्टेटमेन्ट पढ्छौँ है त ल हस्त धन्यवाद